सञ्चालक सरलाई र यहाँ उपस्थित सबैजनालाई साहित्यिक नमन व्यक्त गर्न चाहन्छु। यो धेरै कुराहरू आइसकेको छ पर्यटन प्रवर्धनको लागि। सफलजीले पनि धेरै बहस गर्नुभयो यहाँनिर मैले सुन्दा, र म पनि एउटा नमस्ते लुम्बिनी ट्रेक ट्राभल्स एन्ड ट्रेकिङको एउटा टुर गाइड पनि हो। र यस मार्फत तपाईँहरूलाई के भन्न चाहन्छु भने सुनचरी भनेको एउटा पर्यटन क्षेत्र हो, त्यो भित्र रहेर म पनि काम गर्न चाहन्छु। यो हाम्रो नमस्ते लुम्बिनी ट्रेकिङ ट्राभल्समा कतै घुम्न चाहना छ भने हामीसँग जोडिनु होला। र मेरो छोटो मुक्तक छ, त्यो मुक्तक वाचन गर्न चाहन्छु। कृपया मिठो या नमिठो सुनेर साथ दिनु होला। मैले त्यति धेरै लेख्न पनि जान्दिनँ र कतै वाचनमा पनि धेरै अगाडि बढेको छैन, तर आज मित्रहरूले गर्दा अगाडि आउन यो बाध्य पनि भयो म। र एलबी सरले पनि यहाँनिर भिडियो गर्दै हुनुहुन्छ। यो मेरो मुक्तक यस्तो छ है, सुनेर साथ दिनु होला। यो सानो मनले रोजेको छ तिमीलाई, कतै ओह्रालो झर्ने बेला अनि उकालो तेर्सो बाटो हिँड्ने बेला कतै त्यस्तो पो भयो कि भन्ने यो मेरो सोच हो। यो सानो मनले रोजेको छ तिमीलाई, 16 वर्षे जवानी चढेको छ तिमीलाई। यो सानो मनले रोजेको छ तिमीलाई, 16 वर्षे जवानी चढेको छ तिमीलाई। ए मन फुल तिमी कुन दुनियाँमा छौ? यतै सुनसरी झरातिर खोल्नुपर्छ कि? ए मन फुल तिमी कुन दुनियाँमा छौ? यो सानो मनले रोजेको छ तिमीलाई, 16 वर्षे जवानी चढेको छ तिमीलाई। ए मन फुल तिमी कुन दुनियाँमा छौ? म भमरा बनी खोजेको छु तिमीलाई, म भमरा बनी खोजेको छु तिमीलाई। यो मेरो मनले रोजेको छ तिमीलाई, 16 वर्ष जवानी चढेको छ तिमीलाई। अर्को पनि एउटा वाचन गर्न मन लाग्यो। उनको मन मस्तिष्कमा बसियो भने, उनको मन मस्तिष्कमा बसियो भने, नछुटिने जिन्दगीको डोरी कसियो भने। तनाव हुँदैन सफलजी, यो भइसक्यो हो है। उनको मन मस्तिष्कमा बसियो भने, नछुटिने जिन्दगीको डोरी कसियो भने। खोइ कस्तो देखिलेन् उनी त्यति बेला, खोइ कस्तो देखिलेन् उनी त्यति बेला। उनको मन मस्तिष्कमा बसियो भने, नछुटिने जिन्दगीको डोरी कसियो भने। खोइ कस्तो देखिलान् उनी त्यति बेला, सिन्दुर चुरा अनि रातो साडीमा सजियो भने। उनको मस्तिष्कमा बसियो भने, नछुटिने जिन्दगीको डोरी कसियो भने। धन्यवाद।